सबैजनालाई नमस्ते। सर्वप्रथम त अनि के भन्दा यहाँले अब सबैजनाले सहयोग गरिदिनु होला। म यस्तो भएको 2 वर्ष जति भइसक्यो। पहिला त अब सन्चो होला भन्ने अब आँट्यो, अहिले त अब सन्चो भएन। त्यही भएर अब सबैजनाले सहयोग गरिदिनु होला। त्यस्तो त विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी सबै आमाबाबा सबैले सहयोग गरिदिनु होला। आर्थिक अवस्थाको एकदमै कम भएको छ र घर फ्यामिलीमा पनि अब धेरै छैन। अब दाइ अनि भाइ अनि बुबा अनि म मात्रै हो। मम्मी पनि हुनुहुन्न, अब सानैमा बित्नु भयो। त्यही भएर आर्थिक अवस्थाको एकदमै कमजोर छ। सबैजनाले सक्दो सहयोग गरिदिनु होला।